ताली बजाइदिनेछौँ। सबैजनालाई जय मसी। जय मसी। म भजन सम्बन्धी इङ्ग्लिस र नेपाली दुवैबाट भन्न गइरहेको छु र म सुरुमा इङ्ग्लिसको भन्न गइरहेको छु। The Lord is my shepherd. I have everything I need. He gives me green pastures to lie in. He leads me by the calm pools of water. He restores my strength. He leads me by the right path to show that He is good. Even if I walk through very darkest grave, I will fear no danger because You are with me. Your rod and staff give me courage. You prepare a meal for me in front of my enemies. You welcome me as an honored guest. My cup is full and spilling over. Yes, Your goodness and kindness will seek and find me every day in my life. And I will return to the Lord's house again and again as long as I live. र अब म नेपालीबाट यो मिलाउँदै भन्नु गइरहेको छु र यसको स्ट्यान्डमा गरिदिन कुशल सरलाई गर्छु। अहिले मिलेको छ होइन, म यसलाई दिइहाल्नु छु, उसले चाहिँ मिलाउँदै यसलाई भन्नेछ। परमप्रभु मेरो गोठामा हुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खड्कामा लेटाउनुहुन्छ र शान्त पानीको छेउमा डोराउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। उहाँले मृत्युको अन्धकारमा घाँटी भएर जानु पर्यो तापनि म कुनै खतरादेखि डराउनु छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिनेछ। तपाईँले मेरा शत्रुहरूको सामुन्ने तपाईँले मेरा निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ। तपाईँले मेरो कचौरा भरिएर पुगिन्छ। तपाईँको निश्चय नै तपाईँको भनाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछु र परमप्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु।